एउटा कलाकार एउटा यति नाम चलेको गायक उहाँलाई राजनीतिक विषय कति के सोध्ने होला भन्ने भइरहेछ तर सोध्छु ल हामी त एउटा आम नागरिक हुन् त हैन सचेत नागरिक पनि हो राजपाल राई तर राजपाल राईलाई चाहिँ अहिले गायक मात्रै भन्दैनन् नि के भन्छन् थाहा छ तपाईलाई श्रम संस्कृति पार्टीको बद्री भङ्गेनी भन्छन् भनेको मतलब श्रम संस्कृति पार्टीको बद्री पङ्गेनी भनेको बद्री पङ्गेनीले जब सही पनि एमाले मै पनि एमाले गाउनु भयो नि त्यस पछाडि उहाँलाई गायक सबैको कलाकार भन्दा बढी एमालेको कलाकार भने नि तपाईँ पनि बढी हर्क राई साङपाङ र श्रम संस्कृति पार्टीलाई धेरै माया गर्ने मान्छे भन्छन् होइन होइन मान्छेको नजर त चन्द्रमालाई दाग देख्ने समय आँखाहरू छ मैले त उहाँको मात्र होइन राम्रो देश समृद्धि बनाउन चाहन्छ उसको म शुभेच्छा छु किनकि म यो देशको नागरिक हुँ त्यही कारणले हर्क साम्पाङज्यूले उठाउनु भएको मुद्दा जायज छ भनेदेखि म त्यसलाई जसले जायज मुद्दा उठाए पनि हामी या त रवि लामछानेजी त मेरो प्रिय मित्र पनि हो हैन हामी सँगै पढेको पनि हो उहाँको मुद्दा जायज छ भने म त्यसलाई समर्थन गर्ने हो राम्रो गर्दै छैन भनेदेखि यो रङ हो कि भन्ने त्यो पनि मेरो व्यक्तिगत साथीभाइहरूसँग मात्र त्यो स्टाटसै लेखेर इन्टरभ्युज वाइज नै उसलाई विरोध गरेर गर्ने छैन किनभने आम नागरिकको अधिकार छ मैले भने नि चन्द्रमालाई दाग देख्छ गुलाबको फुलमा काँडा हुन्छ कतिले काँडा देख्दैन कसैले फुल मात्र देख्छ म चाहिँ त्यहाँभित्र पनि काँडा पनि छ भन्ने सजगकर्ता शुभेच्छुक मात्र त्यो कारणले भन्नेको मुख थुन्न सकिँदैन जवाफ दिँदैन तर म सङ्गीतको लागि जन्मेको मान्छे हो नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु पर्छ र पहिचान दिनुपर्छ भन्ने व्यक्ति हो अनि त्यसमा त शङ्कै भएन किनभने होइन त्यो शङ्का भएन भने मान्छेले के भन्छ भन्नेमा चाहिँ शङ्का लिनु भएन नि त हो शङ्का चाहिँ त्यही हो कि तपाईँ चाहिँ कसले के गर्छ भन्नेतिर त म त लाग्दैन एक होइन हामीले खाएको चिज कहाँ फ्लस हुन्छ भन्ने मैले हेर्नु खोजेँ भने त म त रङ हुन्छु नि म त खाने चिज पहिले तपाईलाई नेपालमा विद्यमान राजनीतिक दलहरू र नेताहरू मध्ये चाहिँ दलहरूमा श्रम संस्कृति पार्टी अलि बढी मनपर्छ उसको नियत अलि ठिक लाग्छ र नेताहरूमा हर्क साङपाङ राईको चाहिँ अलि बढी नियत ठिक लाग्छ मलाई त नेतामा त मेरो बाबा मनपर्छ नि रत्न राई जिल्ला सभापति हुनुहुन्थ्यो अहिले राप्रपाको हुनुहुन्छ उहाँ अब मेरो दाइ जसपाको होला अहिले भर्खर उहाँकोमा आउनु भएको छ होइन मेरो मामा अर्जुन राई माननीय हुनुहुन्छ हैन धेरै म पोलिटिकल मेरो काका एमालेको अहिले पनि प्रदेश मन्त्री हुनुहुन्छ 5 कर्ण राई उहाँको मेरै क्षेत्रको हो एमाले हो मैले भने नि म शुभेच्छुक मात्र हो तर हर्क साम्पाङ शुभेच्छुक चाहिँ श्रम संस्कृति पार्टीको सबैको जसले अघि मैले सुरुमै भनिसकेँ राष्ट्र समृद्धि जसले बनाउँछु भन्छ उहाँको पक्ष एउटा चाहिँ मलाई मन परेको श्रम गरेर प्रविधि मार्फत प्रकृति मार्फत देश बनाउन सकिन्छ भन्ने एउटा ठुलो बाचा चाहिँ मलाई त्यो हो जस्तो पनि लाग्यो त्यही त श्रम गरेर तर सुन्नुहोस् मैले अझ मैले म उहाँको मात्र यसमा चाहिँ म क्लियरिफिकेसन गरिहाल्छु अघि हाम्रो प्रिय भाइको नाम लिनुभयो उहाँको नाम बद्री पङ्गेनी उहाँ सिङ्गर हो तर व्यक्तिगत रूपमा उहाँले कसैलाई पनि सपोर्ट गर्न पाइन्छ इन्डियामा हाम्रो सिङ्गर्स हुन्छ बाबुल सुप्रिया मन्त्री हुनुहुन्छ इन्डियाको हिरोइन हुन्छ कङ्गना रनौत उहाँ बिजेपीको हुनुहुन्छ सांसदै सनी देओलजी त्यही त कुरा गर्छु सनी देओलजी होइन सिक्किमको सबैभन्दा धेरै मुख्यमन्त्री खानुभएको पवन कुमार चामलिङ त गीतकार हुनुहुन्छ साहित्यकार हुनुहुन्छ पार्टी आफ्नो हुन्छ तर देश बनाउनेलाई देश बनाउँछु भन्ने जिम्मेवार मान्छेहरूलाई चाहिँ सपोर्ट गर्नुपर्छ त्यसमा अरूले के भन्छ मैले अघि भने के खाएको त्यो फ्लस गर्ने चाहिँ म हेर्न पक्षमा छैन र हेर्ने मान्छे होइन म तपाईले राजपाल राईले कस्तो राम्रो कुरा भन्नुभयो नि होइन व्यक्तिगत रूपमा कसैले गरेको कर्म मन पराउन पाउनु उसले लिएको विचार मन पराउन पाउनु यो हाम्रो समाजका लागि हाम्रो देशका लागि सही छ भनेर विश्लेषण गर्न पाउनु एउटा सचेत नागरिकको कर्तव्य पनि हो अधिकार पनि हो हिजो श्रम गर्छ र श्रम गर्नुपर्छ भनेर सबभन्दा धेरै चिच्याउने र त्यसको पैरवी गर्ने हर्क साङपाङ चाहिँ अहिले सिंहदरबारमा आइसके पछाडि चाहिँ श्रम होइन नारा धेरैतिर लाग्यो होइन यस्तो छ त्यो भूमिका हुँदो रहेछ पहिला म नगर प्रमुख थिएँ नगर प्रमुख भनेको एक्जिक्युटिभ पद हो जसले चाहिँ विकास फिल्डमा गएर गर्नुपर्छ
अब यहाँ चाहिँ मैले फिल्डमा गएर गर्ने भन्दा पनि यो देशका नियम कानुन थिति विधि संविधान होइन हाम्रो ऐन यस्ता कुराहरू हेर्नुपर्ने हुन्छ। अब नीति तथा कार्यक्रम बजेट यी सारा कुराहरू चाहिँ के भन्दाखेरि पहिला अब म फिल्डमा जोतिएर काम गर्थेँ, अहिले अब फिल्डमा जोतिएर काम गर्नुभन्दा पनि देशको अब नीति नियम बजेट होइन यी नीति तथा कार्यक्रम यसमा चाहिँ नि मैले बहस पैरवी गर्नुपर्ने हुन्छ देश र जनताको पक्षमा, देशको सार्वभौम सत्ताको पक्षमा। र त्यो हिसाबबाट हेर्दाखेरि चाहिँ अब चित्त नबुझ्ने कुरा सत्तापक्षले गर्दाखेरि सत्तापक्षलाई राइट ट्र्याकमा ल्याउनका लागि मैले त्यो सदनमा भन्ने गरेको छु। अब कतिले बुझ्छन् बुझ्दैनन् होइन। एउटै साइकलको अथवा एउटा गाडीको सरकार चाहिँ एक्सेलरेटर हो, गियर र एक्सेलरेटर उनीहरूसँग हुन्छ भने ब्रेक चाहिँ हामीसँग हुन्छ। हाम्रो ब्रेकिङ मेकानिजम छैन भने घुम्तीमा चाहिँ के हुन्छ भन्दाखेरि सरकार दुर्घटित हुन्छ अनि सरकारसँगै देश पनि दुर्घटनामा जान्छ। त्यसले गर्दाखेरि देशलाई चेक एन्ड ब्यालेन्स गर्नलाई, सरकारलाई चेक एन्ड ब्यालेन्स गर्नलाई चाहिँ होइन त्यो रेलबाट चाहिँ डिरेल हुन नदिनको लागि त्यो ट्र्याक माथि राखिरहनलाई चाहिँ हामीले आवाज उठाउनुपर्छ। त्यतिखेर अब आवश्यक बिस्तारै बोल्छौँ हामी त, सुरुमा त म त बिस्तारै बोल्छु, त्यसमा नसुन्दाखेरि चाहिँ फेरि मैले अब कर्कश आवाजले बोल्ने पनि हो, म फेरि आन्दोलनकारी पनि हो होइन। हर्क साम्पाङ मेरो नाम चाहिँ दुईवटा छ, मेरो नाम दुईवटा छ, म हर्क साम्पाङ हो। त्यसले भएन भने चाहिँ हर्क साम्पाङ रेभोल्युसन पनि हो। तपाईले काई मैले लेखे पनि रेभोल्युसन भन्ने चाहिँ कहिले काहीँ मात्रै होइन, दुईचोटि सदनमा देखिएको छ। त्यो एकचोटि प्रधानमन्त्री नआउँदाखेरि अनि एकचोटि सभामुखज्यूले हर्क साम्पाङ रेभोल्युसन हुँदा त ठिकै थियो होइन, तर हर्क साम्पाङ अनार्किस्ट भयो भने त भएन नि। होइन, एनर्किस्ट हुँदैन, हर्क साम्पाङ एनर्किस्ट हुँदैन होइन। मैले तपाईँको चाहिँ नि त्यो तरिकाले त म जाँदिनँ। त्यहाँको एउटा जिम्मेवार सांसद हो, म सबैलाई म विधि र थिति सिकाइराखेको छु। संसदमा आउनुहुन्छ, आफ्नो कुरा राख्नुहुन्छ, सभामुखलाई निरीह प्रमाणित गर्नुहुन्छ, झोला बोक्नुहुन्छ, टोपी मिलाउनुहुन्छ, चल्नुहुन्छ। यस्तो छ सभामुखज्यूले यस्तो भने मैले चाहिँ कस्तो भन्दाखेरि कि त 15 को 2 प्रयोग गरेर होइन मलाई चाहिँ नि के अरे प्रधानमन्त्री ल्याइदिनु पर्यो होइन भनेदेखि चाहिँ तपाईँको मलाई निष्कासन गरिदिनु पर्यो भनेर भन्दाखेरि मलाई निष्कासन गर्न सक्नु भएन, उहाँले ल्याउनु पनि सक्नु भएन नि, उहाँलाई अप्ठ्यारो भयो कि। अनि सभामुखज्यूलाई किन अप्ठ्यारो बनाइराख्ने आफ्नो अभिभावकलाई भनेर म आफै निस्केको। तर एउटा मैले संसदमा भनेको छु कि 2 जना विद्यार्थी त्यहाँ लगभग इक्वली बदमास छौँ हामी, बालेन शाह र हर्क साम्पाङ। एउटा विद्यार्थी बोल्दै बोल्दैन, एउटा विद्यार्थी बोलेको बोलै गर्छ, एउटा विद्यार्थी स्कुलमा धेरै आउँदैन, एउटा विद्यार्थी आउँछ तर बङ्क गरेर हिँडिहाल्छ होइन, आएकै गर्छ, उसले त्यो अर्कोलाई बोलाएकै गर्छ। हेड सर चाहिँ चुप राख्नुहुन्छ, अर्को त कम्तीमा पनि आउँदैन त्यस कारणले हाजिर पनि गर्दैन होला र त्यो भत्ता पनि खाँदैन होला। यो विद्यार्थी चाहिँ आउँछ एकछिन बोल्छ भत्ता पकाउँछ र हिँड्दिन्छ। फेरि यस्तो छ के अरे त्यहाँ आएर हाजिर नहुने भन्ने मान्छे चाहिँ प्रतिनिधि सभाको एउटा गम्भीर मैले प्रश्न उठाएको थिएँ कि हाम्रो नियमावली 4 को 1 त्यहाँ चाहिँ प्रत्येक सदस्य आएर हाजिर गर्नुपर्छ भन्छ होइन। प्रत्येक सदस्य भन्ने बित्तिकै प्रधानमन्त्री पनि सदस्य हो नि त संसदको है। अनि त्यस पछाडि तपाईँको चाहिँ के अरे हाम्रो संविधानको धारा 77 को 1 को गले चाहिँ के भन्छ भन्दाखेरि प्रतिनिधि सभाको सदस्य होइन भने प्रधानमन्त्री पदमुक्त हुन्छ भन्छ क्या। अनि हाजिर हेर्दा त प्रधानमन्त्रीको हाजिर त छैन। त्यस पछाडि त तपाईँको त्यसले त के देखायो भन्दाखेरि प्रतिनिधि सभाको सदस्य होइन भन्ने प्रमाणित भयो। अब प्रतिनिधि सभाको सुन्नु न, बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा डिस्क्वालिफाई गर्नु होइन, यता सुन्नु न, मैले थुप्रो प्रश्नहरू उठाएको छु, त्यसको उत्तर त्यहाँ कसैले पनि दिन सक्नुहुन्न के।